तपाईँको शुभ नाम? मेरो रामकृष्ण महर्जन एरखाटलको अजिमा। यही पाँचजरेको बारेमा भनिदिनु अब सुरु पाँचया जात्रा हाम्रो गङ्गा अजिमाको पाँचया जात्रा आज बिहान 2 बजे बिहानको सुबह 2 बजे तल ओर्लिन्छ। ओर्लिसकेपछि पूजा गर्न आउँछ। पूजा गरिसकेपछि हाम्रो गङ्गा अजिमा बाहिर आउनलाई यसी ठहराउनु पर्छ। यसी ठहराएर यो पूजा गरेर हाम्रो भक्तजनहरूको आँगनमा गएर पूजा लिने व्यवस्था छ। पूजा लिएर हाम्रो यो 3 दिनको जात्रा खट जात्रा चलाएर अनि फेरि भित्र राख्न धेरै भित्र गएर अनि यसी कोटले गरेर हाम्रो जात्रा समाप्त हुन्छ। यो हाम्रो यो बजेछ नि यो ढुललाई चाहिँ के भन्छ नि हाम्रो? यो हाम्रो टिमे बाजा भन्छ। होइन उयो यो चाहिँ ठुलो खाली ढिमे बाजा नै हो? टिमे बाजा नै हो, ठुलो टिमे बाजा, टुन्या टिमे बाजा। यो मतलब रिडमलाई चाहिँ के भन्छ? यो ढुन मतलब यो धुन हाम्रो यो चाहिँ अहिले चाहिँ यो हो टुन्या पट र अर्को हो पूजा गर्दाखेरि पूजाको बाजा बजाउँछ, टुन बजाउँछ। अनि पूजा छिटेपछि हिँड्ने बाटोमा हिँड्दाखेरि बाटो हिँड्ने लपो भनेर बाजा बजाउँछ। मतलब भगवान् आएको हिसाबमा यो रातो र त्यो सेतो कलर हाल्छ नि हामीले यो सीमा त्यो चाहिँ किन किन यो यसको अर्थ किनभने यो हामीले यो मनीमा पूजा गर्दाखेरि टिकाको दिन पूजा गर्दाखेरि यो टिका लाएर पूजा गर्ने सिस्टम। मतलब टिका लगाएको यो सिटीलाई टिका लगाएको। ए हस् धन्यवाद। ल नमस्कार है त।